जाडो आछ ढाका ढाका ल आइछु आइछु मुखमा यता हेर त खोलेर के गर्थ्यो र जाडो ए आज के हो र मम्मीको बर्थडे हो त्यही भएर तिमी नुहायौ मम्मीको के अरे केकमा के नाम लेख्ने रे पुष्पा ह्याप्पी बर्थडे साइली बुनु बहिनीले अब आज बहिनीको बर्थडे बहिनी चाहिँ प्युठान बागदुला छ अनि मेरो साइले सालो बहिनी मिस जान्छ आज मेरो आमा सुत्केरी अनि मलाई अब मासु पाक्दैछ केक आइपिया छ मासु र घिउ तले बस घिउ आज साइली छोरी जन्मेको दिन ए घिउ पनि पठाइदिएछ आमालाई मेरो साली अथवा बहिनी जन्मेको दिनमा आज राम्रोसँग खुवाउने ए साइली बहिनीको छोरी यही छिन् अनि यिनले केक काट्ने हुन् रे अहिले मम्मीको तर्फबाट अनि मम्मीको केकमा के नाम लेखेछु मम्मी मात्र भयो अनि मम्मी मात्र भन्ने हो नि त अनि मम्मीको नाम भन्ने होइन नि अन्त अरूले अगर भन्ने त मम्मी भन्ने पुष्पा भन्ने पुष्पा मम्मी भन्ने लेखिदिएको के अनि यस्तो रहेको छ अनि म चाहिँ ठुल दिदी अनि यहाँ चाहिँ जेठो भिनाजु जेठ ए ह्याप्पी बर्थडे साइली बहिनी तिम्रो तर्फबाट हामीले केक सेलिब्रेसन गर्दैछौँ अनि हल्का छौ त्यस्तरी बहिनी चाहिँ प्युठान बागदुला छ अनि यहाँ चाहिँ हामीले केक ल्याएर अनि मासु होइन अब के हुन्छ सेलिब्रेसन गर्दैछौँ साइला ज्वाइँलाई पनि धेरै धेरै सम्झेको छौँ साइला ज्वाइँ माइली बहिनी कान्छी बहिनी सबै ज्वाइँहरू नानीहरू सबैलाई मिस यु ह्याप्पी बर्थडे मेरो साली मैले टिकटकमा त गरेको थिएँ धेरै धेरै मिस गरेको छु धेरै धेरै बाँचे सोचेको आँटेको पुगे त्यही त छ टाटा पिङ्कु क्यान्डल स्यान्डल के पनि Happy birthday to you, बहिनी. Happy birthday to you. Happy birthday पुष्पा. Happy birthday. Happy birthday to you. अघिबाट केक भन्ने थियो भयो अब पहिले त उहाँ बर्थडेको मान्छे फाइदा ए डरै 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 यो डरै Happy birthday to you. ले सब व्यस्त गरेर त त्यहाँ उस भन्नु ओ मेरा
म ढले रे के खै त बर्थडे भएको मान्छेले खैले आफै खायो त सुरुमा ज गएर खोइदिउ मम्मी ल जाऊ यहाँबाट झर अनि खाइदिउँ जाऊ ल मम्मीलाई खुवाइदिऊ है ल जाऊ ल जाऊ है मम्मीलाई ड्याडीलाई खुवाइदियो ल ल अलि बसेर भुइँमा बसेर खुवाइदिउँ भुइँमा नल्ले खुवाइदिएछ यो केक ड्याडीलाई भयो ल के भयो नि आफै खायो बिरबाट होइन टोपी हो टोपी टोपी ए मन ढले बेली मलाई अनि फेली मलाई ढले न भयो पुगो बर्थडे अनि अब यतिकै न त कप हजुरआमालाई खुवाइदिऊ हजुरआमालाई दिदीलाई ठुलाबालाई नै हजुरआमालाई खुवाइदिऊ पहिला हजुरआमालाई न आँट अन्त मेरो कपाल गरे खै मलाई काम नानीले गरिरहेछ छोरी खुसी नै बाबुआमा खुसी होला ठुलो भाइ ह्यापी बर्थडे सबै खाइदियो नि त्यहाँ कत्रो मिलेर राखिदिन्छ भन्नु हेलो गाइस बहिनीको आज पार्टी खाँदै बहिनीको बर्थडे सधैँ त खाइन्थ्यो खाना त पनि आज बहिनीको तर्फबाट हो भव्य पार्टी नभए पनि सानो सानो पार्टी हो तर पनि सबभन्दा मन खुसी हुनु हो राम्रो ए छोरी पनि